ल अहिले हामी चाहिँ ककनी डाँडामा आइपुगेको छ। अब यहाँ चाहिँ अब प्लेन खसेको ठाउँतिर आइपुग्यो। यहाँ चाहिँ अन्तर्राष्ट्रिय थाई एयरलाइन खसेको ठाउँमा आइपुगेको छ। हामी चाहिँ अहिले ककनी डाँडामा छौँ। आज हामी वनभोज कार्यक्रमको क्रममा चाहिँ हामी आज ककनी आइपुग्यौँ। अब यहाँ चाहिँ अब प्लेन क्रास भएको रहेछ 1992 मा थाई एयरलाइन। अब यसमा चाहिँ 200 भन्दा बढीको चाहिँ ज्यान गएको रहेछ। यस ठाउँमा चाहिँ आज हामी आइपुगेको छौँ। र अब यो ककनीको एउटा चाहिँ के भन्छ, यहाँ चाहिँ एउटा एकदम यहाँ चलेको भन्दा पनि यहाँ चाहिँ अब यो चाहिँ स्ट्रबेरी पार्कमा आइपुग्यो। हाम्रो सबैजना चाहिँ यहाँ स्ट्रबेरी देखेर चाहिँ दङ परिरहेको छ। अब कहिले खाउँ भन्छन्, कहिले बोक भन्छन् होइन, कहिले उचालो भन्छ यहाँ अब होइन। यो स्ट्रबेरी एउटा कसैले म कसरी खाने भन्छन्, कसैले बोकाउ भन्छन्। अब अहिले चाहिँ हामी स्ट्रबेरी पार्कमा आइपुग्छ। अब ककनीको एकदम महत्त्वपूर्ण भनेको चाहिँ एकदम स्ट्रबेरी र ट्राउट पाउनु रहेछ। ट्राउट भन्दा चाहिँ आज बढी चाहिँ स्ट्रबेरी रहेछ यो ककनी ठाउँमा चाहिँ होइन। हामी चाहिँ आज अब घुम्ने क्रममा वनभोज खाने क्रममा चाहिँ हामी ककनी आइपुग्यौँ। र अब अहिले चाहिँ अब हामी स्ट्रबेरी पार्कमा आइपुगेको छ। र यहाँ चाहिँ एउटा स्ट्रबेरीको चाहिँ शालिकै रहेछ होइन। यसमा चाहिँ हामी अहिले सबैजना यहाँ फोटो खिच्नेदेखि लिएर भिडियो बनाउनेदेखि लिएर चाहिँ सबैजना चाहिँ एकदम रमाइलो गरिरहेको छ। अहिले हामी चाहिँ यो स्ट्रबेरी पार्कमा आइपुगेको छ। र अब यो भिटर पनि देखेको त यो चाहिँ भिटर हो। अहिले हामी चाहिँ स्ट्रबेरीबाट सबैजनालाई बाई बाई गर्दछु। नमस्ते सबैजनालाई।